भिजिट भिसामा हजुर भिजिट भिसामा भुइँ छोडेर उड्ने हजुर पश्चिम दिशामा भुइँ छोडेर उड्ने हजुर पश्चिम दिशामा। नमस्कार। कार्यक्रम खबर आफ्नै हेरेर बस्नुभएका सम्पूर्ण दर्शकवृन्दहरूलाई म कार्यक्रम प्रस्तुता के ओलीको तर्फबाट हार्दिक नमस्कार टक्राउन चाहन्छु। दर्शकवृन्द, पुष्पकमल नाम सुनिके फ्लावर सम्झे क्या, फ्लावर नै फायर ए फायर। यो डायलग तपाईहरूले पुष्पा फिल्ममा सुन्नुभएको होला, तर यो डायलग पुष्पा फिल्मको पुष्पाको नभएर पुष्पकमल दाहाल प्रचण्डको हो। फिल्म त पछि बनेको हो, यहाँसम्म कि पुष्पा फिल्मको पुष्पा नाम पनि पुष्पकमल दाहालबाट नै कमल दाहाल हटाएर पुष्पको पछाडि आकार मात्र थपिएको हो। यति भनौँ, पुष्पा फिल्म प्रचण्डको बायोपिक फिल्म हो। दर्शकवृन्द, प्रचण्डको जीवन र पुष्पा फिल्मको दृश्यसँग खासै धेरै अन्तर छैन। प्रचण्ड पनि तत्कालीन राज्य व्यवस्था ढालेर एउटा छुट्टै आफूले चाहेको राज्य व्यवस्था ल्याउन चाहन्थे। सयौं मजदुर, हजारौं मजदुरहरू लिएर उनले त्यो क्रान्ति सफल पारे। पुष्पा फिल्मको पुष्पा पनि जिन्दगीभर मजदुर होइन, एउटा आफ्नै साम्राज्य खडा गरेर आफै मालिक बन्न चाहन्थे। उनले त्यो पनि पुरा गरे, मजदुरहरू साथ मिले। यी दुवैजनाले सेना प्रहरीसँग युद्ध गरेका हुन्। त्यसैले प्रचण्ड र पुष्पा फिल्मको दृश्यसँग खासै अन्तर छैन। पुष्पा फिल्म नै प्रचण्डको बायोपिक फिल्म हो। कुनै बेला म आगो हुँ, आगोसँग नखेल्नुहोस् भन्ने मान्छे आजभोलि तपाईँ आगो हो कि अग्नि हो भनेर सोध्यो भने म आगो होइन, मेरो चाहिँ अग्नि हो भन्छ। मसँग न्यु खोज्यो भने म भित्तामै पुर्याउन पनि पछि पर्दैन, म त फेरि भित्तैमा पुर्याउँछु भन्ने मान्छे आज आफै भित्तामा गएर ठोकिएको छ। यसको कारण के हो? दर्शकवृन्द, लाटो लड्छ 1 बिल्डिङ, बाठो लड्छ 3 बिल्डिङ। यस कारणले हेर्दाखेरिमा प्रचण्ड धेरै पटक लडिसकेका छन्, धेरै पटक चिप्लिसकेका छन्। योभन्दा अगाडि एमसी काण्डमा एमसी होइन एमसीसी काण्डमा चिप्लिएका छन् र योपालि पनि फेरि अर्कै भिजिट भिसा प्रकरणमा चिप्लिएका छन्। अघिल्लो पालि पनि त्यस्तै भयो, कार्यकर्ता पनि चिप्लिए। त प्रचण्डको कुरा गर्दाखेरिमा उहाँ कस्तो खालको मान्छे हो भने के हुनुहुन्थ्यो भने विगतमा उहाँ शिक्षक पनि हुनुहुन्थ्यो। त्यसै कारणले होला नेपाली विषय उहाँलाई पनि अलिअलि मनपर्छ। त्यसैले सप्रसँग व्याख्या भन्ने एउटा नेपालीमा हुन्छ नि, छोटो अनुच्छेद दिएर त्यसलाई चाहिँ ठुलो बनाउनु पर्ने, सप्रसँग व्याख्या गर्नुपर्ने हुन्थ्यो। प्रचण्डले पनि एमसीसी काण्डमा त्यही गरेका हुन्। व्याख्यात्मक घोषणा भनेर आन्दोलनमा रहेका कार्यकर्ताहरूलाई पनि चिप्लाए, आफू पनि चिप्लिए। अहिले हुँदा फेरि भिजिट भिसा प्रकरणमा पनि त्यसै गरी चिप्लिएका छन्। 2 बुँदे सम्झौता। दर्शकवृन्द, आजकल प्रचण्डको साख बिस्तारै फेरि घट्दै गइरहेको छ। तराई मधेस आन्दोलन गरेर मिसन 84 भनेर हिँडेको मान्छे आज फेरि तल्लो स्तरमा गइसकेका छन्। जसरी पहिला नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीको साख बढेको थियो, चुचुरोमा पुगेको थियो, फेरि खस्यो। आज प्रचण्डको पनि त्यस्तै भएको छ। 84 मा माओवादीले चाहिँ केही गर्छ है, प्रचण्ड आशावादी बोकेका नेता हुन् भनेर मान्छेहरूले विश्वास गरिसकेका थिए। तर हात्ती आयो खुस्सा भएको छ। आजकल मान्छेहरूले प्रचण्डलाई 2 जिब्रे नेता, रङ फेर्ने छेपारो भन्न थालेका छन्। त यो हिसाबले गर्दाखेरिमा सामाजिक सञ्जालभरि छेपारोको जिउमा प्रचण्डको टाउको हालेर विरोध गरिराखेका छन्। रङ फेर्ने कोही प्राणी छ भने त्यो प्रचण्ड हो भनेर भनिराखेका छन्। यही कारणले यही समाचार पढेर देखेर होला आजकल सर्प र छेपारो संगठन बनिराखेका छन्। उनीहरूले आन्दोलन गर्ने धम्की दिइराखेका छन्। उनीहरूले भन्ने गरेका छन्, हामीले रङ फेरे पनि कसैलाई हानि हुने काम गरेको छैन, त्यसैले हाम्रो नाम बदनाम भयो, हामी माथि मानहानि भयो भनेर सर्प र छेपारोले
सङ्गठनात्मक गठबन्धन बनाएर एक हिसाबको आन्दोलन गर्ने भएको छ। अब यसको जिम्मा प्रचण्डले लिनुपर्छ, किनभने आफ्नो बोलीमा अडिग रहनु पर्यो, आफूले बोलेका कुराहरूमा बिच्किनु भएन, नत्र भने छेपारे प्रवृत्ति दोहोरिन्छ। मुलुक फेरि एकचोटि युद्धमा जाने खतरा बढेर आएको छ। यसमा जनवारहरूले फेरि साथ दिने भएका छन्। छेपारो र शेर्पाको गठबन्धन रहेको आन्दोलनले देशलाई कुन स्थितिमा पुर्याउला? मुलुक फेरि द्वन्द्वमा गइसकेको छ, ठुलो युद्ध हुने खतरा बढेर आएको छ, गृहयुद्धमा जाने सम्भावना बढेर आएको छ। यसको जिम्मा प्रचण्डले लिनुपर्छ। अहिलेको सरकारले लिँदैन, अहिलेको केपीओलीको सरकारले लिँदैन भनेर भनिराखेका छन्। मैले पनि पाएको सूचना हो। म केपी ओलीको तर्फबाट यो सूचना तपाईँहरूलाई दिन आएको छु। हेरौँ अब कस्तो हुन्छ यो देशको अवस्था। हस् त, धन्यवाद।